हेलो गाइज व्हाट्सअप। आज चाहिँ हाम्रो स्कुलमा ढिला म्यामको बर्थडे थियो। सो 9 क्लासले चाहिँ कसरी गर्ने होला म्याम भनेर आइडिया लिनु मसँग आउँदै थिए। अनि सो मैले चाहिँ यसरी गर नि त भनेर भन्दैछु। अनि हाम्रो बर्थडे डेस्टिनेसन चाहिँ प्रोजेक्टर रुममा हो। मैले चाहिँ ढिला म्यामलाई बसिरहेकोलाई चाहिँ एकदम रोइराख्नु भनेर बोलाएँ के अरे। अनि सरप्राइज दिने म्याम सबै मिलेर। अनि 9 क्लासले सबै यताउता सबै गरिरहेको थिएँ। अनि म गएर चाहिँ ल्याइदिएँ, झुट बोलेर ल्याइदिएँ। अनि आई थिङ्क म्यामलाई पनि खुसी नै लाग्यो होला। दिस डे ब्रिङ्स अ लट्स अफ ह्याप्पिनेस, मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे डियर डिला म्याम। एन्ड देन हाम्रो टिचर लाइफमा चाहिँ यतिको मात्रै हो रमाइलो, यतिको चाहिँ हुन्छ है। यो चाहिँ हो अब हरेक कुराहरू आफूले बिर्सेको कुराहरू पनि याद हुन्छ क्या स्टुडेन्टहरूलाई। आफ्नो बर्थडेहरू पनि होइन, कस्तो सेलिब्रेसन हुन्छ। सायदै घरमा त्यति धेरै रमाइलोसँग हामीलाई सरप्राइज कसैले नदिए पनि स्कुलमा स्टुडेन्ट चाहिँ एकदमै के हुन्छ नि, टिचर्स भने चाहिँ छुट्टै खालको भाव आउँदो रहेछ। सो त्यही हो, बर्थडे सेलिब्रेसन गऱ्यौँ हामी सबैले, रमाइलो गऱ्यौँ। मेरो बाबु पनि रमाइरहेको थियो है। अनि मलाई चाहिँ खोकी लाग्थ्यो, मैले चाहिँ केक खाइनँ। सबैजनाले केक खानुभयो, रमाइलो गर्नुभयो होइन। अनि त्यही हो, यसै नै रमाइलो गरिराख्नु परोस् सधैँभरि सबैको बर्थडेमा, यही छ शुभकामना भनेर भनिदिएको थिएँ। बाइ गाइस, फेरि अर्को भिडियोमा भेटौँला। यो भिडियो हेर्नलाई विकास मन्सा केसी 1083 मा चाहिँ गएर हेर्नु होला। डिला म्याम स्पेसल्ली हजुरलाई। त्यही हो, लास्टमा चाहिँ मैले हेर्नु चाहिँ यता म पनि देखिनु पऱ्यो नि त। मैले भिडियो बनाइरहेको थिएँ अनि म पनि त देखिनु पऱ्यो भने मैले ह्याप्पी बर्थडे टु यु भनेको। अरू त त्यस्तै हो गाइजहरू। अनि मेरो छोरो चाहिँ मक्खै बिचरा केक खान दिएन मम्मीले भनेर रिसाइरहेको थियो। अलिकति चाहिँ थोरै चाहिँ खायो, खुगी ल्याइरहेको छ त्यसलाई पनि। केटीहरू फेरि छुट्टै छ यहाँ। त्यही हो, म्याम चाहिँ अब केक डिस्ट्रिब्युट गरिरहनु भएको छ। मलाई यता हेर भनेको यस्तो गरिराख्ने। कति बेला यतिसम्म भ्याइसकेछ नि यिनीहरूले। मेरो छोरो चाहिँ हेर नि, पिचुर पिचुर बजाउन